कर्मी साथीहरू सम्पूर्ण जिल्लाको ओखलढुङ्गा जिल्लाको हकमा किनभने मैले धेरै कुरा हामी सामाजिक सङ्घ संस्थाहरूले पनि भन्ने गर्नुहुन्छ कि महिलाहरूको नेतृत्व चाहियो, निर्णय तहमा महिलाहरूको सहभागिता हुनु पर्यो। खै त तपाईँहरूले आँट गर्नुभएको गाउँपालिकाको प्रमुखमा, उपप्रमुखमा, नगरपालिकाको प्रमुखमा, संसदको टिकट प्रत्यक्षमा लिएर खै त तपाईँहरूले आँट गर्नुभएको भनेर क्वेसन गर्ने महिला अधिकार कर्मीहरूले हामीलाई क्वेसन गर्नुभएको छ कि किनभने म यहाँबाट के उहाँहरूलाई हार्दिक विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु भने उहाँहरूको कतिको हिम्मत छ। यो अहिलेको दम चाहिँ हेरौँ न त सबैको। महिलाहरूलाई चाहिँ नेकपा एमाले आँट गरेर महिला युवा 29 वर्ष 30 वर्षको उमेरमा एउटा महिलालाई प्रतिनिधि सभाको सदस्यको उम्मेदवार बनाएर पठाएको छ। सम्पूर्ण महिला अधिकार कर्मीहरू, ओखलढुङ्गा जिल्लावासी, सम्पूर्ण महिला आदरणीय दिदीबहिनीहरूलाई सूर्य चिन्हमा मतदान गरेर हाम्रो अस्मिता थापालाई अत्याधिक मतले विजय गराउनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। किनकि भाषामा, भाषणमा, छलफलमा मात्रै होइन के काम गर्ने बेला आएको छ नि त। यो बेला मेरो स्ट्याटसबाट पनि मैले लेखिसकेको छु। किनभने सबै सामाजिक सञ्जालबाट चाहिँ सबै महिला दिदीबहिनीहरू एकजुट भएर हामी अगाडि बढौँ। यो पार्टी वा त्यो पार्टी नभनिकन वास्तवमा महिलाहरूको अधिकार स्थापित गर्नको निम्ति यो ओखलढुङ्गाको जीवन मुहार फेर्नको निम्ति चाहिँ पक्कै हाम्रो अस्मिता थापालाई हामी एमालेले उम्मेदवार बनाएर पठाएको छ। त्यसो भएको हुनाले सबै महिला दिदीबहिनीहरू हामी एकजुट भएर अगाडि बढौँ र महिला दिदीबहिनीहरू मात्रैले भोट दिनुपर्ने हो कि भन्ने पनि हुन्छ। फेरि अर्थ अर्को लाग्न सक्छ। हिजो कसको घोषणापत्रहरू पढ्नुभयो, यहाँ चिसङ्गु गढेलाई चाहिँ कसैको घोषणापत्रले छुएन अरे, त्यही भएर ठोड्नेदेखि उताको मात्रै हो कि के हो भन्ने खालको कुरा गर्दै हुनुहुन्थ्यो। त्यो गलत मेसेज नजाओस्। किनकि आदरणीय दाजुभाइहरूलाई त मैले अनुरोध गरेँ नै, र पनि महिलाहरूले चाहिँ जसरी पनि सबैले सूर्य चिन्हमा मतदान गरेर अस्मिता थापालाई हामी विजय गराउनको निम्ति हार्दिक अनुरोध गर्दछु। समानुपातिक पार्टीको भोट जता लाए पनि पहिलो मत चाहिँ सूर्यमा लगाएर अस्मिता थापालाई विजय गरौँ, यहाँलाई हार्दिक अनुरोध गर्दै म धेरै कुराहरू यहाँ गर्न चाहिनँ। किनकि हाम्रो अस्मिता थापा हाम्रो उम्मेदवारको चाहिँ यहाँहरू आफ्नो उहाँको बाचा बन्धन, म कस्तो खालको मान्छे हो, म किन आएँ, किन तपाईँहरूले मलाई भोट दिने, म भोट दिएर जिताएपछि के गर्छु भन्ने कुरा चाहिँ उहाँहरूले राख्ने यो त प्रतिबद्धता जस्तो भएको हुनाले उहाँलाई नै म बाँकी समय दिँदै म सबै यहाँका मागावासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हिजो पनि इतिहास रचेको एमालेले यो ओडा भनेको आज जतिजना उपस्थित छौँ त्यो कुराको हामीले हिसाब किताब राख्दैनौँ न। किनकि भोट दिने बेलामा, चुनावको बेलामा यहाँको कार्यकर्ता एउटा भोट दिने मान्छे कसरी लाग्छ भन्ने कुरा मलाई मात्रै थाहा छ। किनकि तपाईँहरूले मलाई उपाध्यक्ष जिताउनु भयो, यहाँको निरन्तर 54 सालदेखि यहाँ एमाले जितेको ठाउँ हो। त्यही भएर तपाईँहरूको भूमिका, तपाईँहरूको लगानी, तपाईँहरूको माया यो पार्टीमा छ। त्यसरी सबैजना यो जति हुनुहुन्छ नहुनेहरूलाई पनि हामी सबैको घर घरमा गएर हामीलाई यो सन्देश, यो प्रवाह, यो हाम्रो सूर्य चिन्ह, हाम्रो उम्मेदवारको बारेमा हामी परिचय दिनेछौँ भन्ने हाम्रो उम्मेदवारलाई पनि म विश्वास दिलाउँदै यहाँ आउनुभयो। हाम्रो उम्मेदवारसँग आफ्नो कुराहरू राख्ने यो एउटा अवसर सबैलाई हामीले प्रदान भएको छ। यो के अरे समय दिनुभएको छ। सबै उपस्थितलाई हार्दिक धन्यवाद दिँदै म हाम्रो अस्मिता थापालाई तपाईँहरू कति पनि नडराइकन, कति पनि होपलेस नभइकन तपाईँहरू अगाडि बढेर यो जितलाई सुनिश्चित गर्नको निम्ति तपाईँहरू लाग्नुहोस्। हामी सबै तपाईँहरूको साथमा छौँ। किनकि एउटा उम्मेदवार, मैले सबैलाई त्यही भन्ने गरेको छु, जहाँ पुगे पनि एउटा महिला उम्मेदवार भइरहँदाखेरिको 1 महिना 28 दिन 30 दिन 32 दिन 40 दिन हिँड्दाको कस्तो हुन्छ त्यो चुनौती चुनावको त्यो मलाई पनि थाहा छ। किनभने त्यो भएको हुनाले सबै हामी अस्मिता थापा भएर यहाँ चाहिँ लाग्नेछौँ र तपाईँलाई हाम्रो चिसङ्गढी गाउँपालिकाबाट सबैभन्दा बढी मत दिएर हामी विजयको निम्ति हामी तपाईँलाई यहाँबाट बढी मत दिएर पठाउनेछौँ। र अरू गाउँपालिका पश्चिमका सबै गाउँपालिकाहरूले यसरी नगाडी, किनकि मलाई विश्वास छ उहाँ उम्मेदवार उतैको 3-4 जना उतैको उम्मेदवार र पनि हामीले आँट गरेका छौँ भने त्यहाँले चाहिँ चुकाउनु हुन्न नै भन्ने मलाई लाग्छ। त्यही भएर यो विश्वास त दिलाउँदै म बिदा हुन्छु। बाँकी समय